एभ्रीवान, नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ हजुरको माझ मैले बिहानको ब्रेकफास्ट रुटिन सेयर गर्दैछु। यतिखेर चाहिँ बच्चाहरू पनि उठिसकेको छ यहाँनिर, अनि मैले चाहिँ खेल्दै रहेछ, म पनि फ्रेस भएर गएँ। अनि त्यसपछि सोधेँ के खाने आजको ब्रेकफास्टमा भनेर उनीहरूले चाहिँ भन्यो चिया बिस्कुट खाने रे। अनि मैले पनि चिया बिस्कुट हतार दुध लिएर बनाइदिँदैछु यहाँनिर, अनि उनीहरूलाई चिया बिस्कुट यसरी दिँदैछु बिहानको खाजामा है साथीहरू। अनि यहाँ चाहिँ मैले पनि बनाएँ, मेरो श्रीमानको लागि पनि बनाउँदैछु। अनि श्रीमानको लागि एउटा कपमा चिया, अनि मेरो चाहिँ अर्को कपमा। अनि त्यसपछि चाहिँ मैले चाहिँ चिया मात्रै खाएर भएन, आज चाहिँ ब्रेकफास्टमा म परोठा खान्छु भनेर सोचेँ। अनि मैले चाहिँ रेडिमेड परोठा थियो, त्यही खाँदैछु मजाले। मलाई चाहिँ खुब मनपर्छ, अनि एकदम मिठो पनि हुन्छ, अनि छिट्टोको लागि पनि हो, किनभने हामी गृहिणीको लागि त छिटो छिटो चाहियो नि त। अनि बच्चाहरूको स्कुल टाइम पनि हुनु आँट्यो, म पनि छिटो छिटो खाँदैछु साथीहरू। अनि हजुरले पनि हतार हतार गरिकन मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने चाँडै नै हतार हतार गरिकन त्यो औराले दबाइदिनु होला, नोटिफिकेसन पनि दबाउनु होला, ताकि मेरो हरेक भिडियोहरू हजुरको माझमा आइपुग्नेछ। हस् त, टाटा, बाई बाई।